So, welcome to Rujanko vlog again. आज चाहिँ हामी जाँदैछौँ चितवन क्यामेरा सर्भिसिङ गर्न मेरो क्यामेरा सर्भिसिङ गर्ने चाहिँ आज मैले कल गरेको थिएँ नि त्यहाँ चितवन क्यानन हाउस र आज त एकाको भ्लग बनाउने हो बाई जय जगदीश्वरी ल भगवान मेरो क्यामेरा बवाल बनोस् काकाको पनि क्यामेरा आइहालोस् ए काका क्यामेरा आइसक्यो काकाहरू पनि जान थाले सामान लिन सिमरा तो क्या हाल है मेरो चाहिँ ब्याग प्याक भइसक्यो अब म चाहिँ निस्किन थालेँ अब हामी स्टुडियोको तल भेट्छौँ बाई बाई काका कतिको खुसी लागिरहेको तिमीलाई नयाँ सामान आइराख्दा खुसी लागिरहेको तर मलाई एकदम गाह्रो भइरहेको हड्डी चाहिँ हाँसिरहेछ कि छैन हड्डी दुखिरहेको गोरे तिम्रो के हाँसिरहेछ हड्डी हाँसिरहेको ताको नि हाँसिरहेको आएको त्यसो नभन न मान्छे तन्नाले ल अब चाहिँ टक्क सिमरा लागिन्छ हामी Wake up to reality. ल अब चाहिँ टक्क सिमरा लागिन्छ हामी एक्सपेक्टेसन Let's go spy. When looks doesn't Okay, I'm ready to go. अनि यो चाहिँ यो माउन्ट चाहिँ पहिलोचोटि लगाएको कस्तो देखिरहेको मलाई पनि थाहा छैन यो चाहिँ होइन लेट्स डु सम राइड विथ माई बसन्ती लुक्स सो नाइस अब चाहिँ हामी बाटोमा भेट्छौँ बाई बाई पानी दिन न पानी खाऊँ न त्यसो हाय हाय हामी लथरा आएर पानी खान्छौँ रक्सियानुपर्छ क्या ओके क्यानन हाउस आइपुग्यो के छ दाइ मैले फोन गरेको थिएँ नि हिजो त्यही छोडिदिन्छु भनेर क्या Marco. अँ ओहो ऱ्याप हाने क्या किनी बित्तिकै ऱ्याप हाने त्यो त जोसमा अब समस्या हुन्छ क्या के हुन्छ समस्या खोल्ने बेलामा अँ अब यहाँ स्कुल हुन्छ होइन त्यो सबै काउन्ट गर्नु हुन्छ उठ्दै थिएन त अब के गर्नु त गर्नै पऱ्यो नि होइन त्यो हो क्या के अरे तपाईँसँग त्यो V1C को त्यो तलपट्टि त्यो लक हुन्छ नि त्यो छ छ
कति पर्छ त्यो आफै फेर्थेँ मैले उति ल्याएँ 2000 पर्छ यो कति टाइम लाग्ला एक डेढ घन्टा एक घन्टा एक डेढ घन्टा आउँछ नि त है ब्याग पनि है छोडिदिउँ राख्नुपर्ने हो एटवटा हजुर कम टु 20,000 ताल सो मलाई चाहिँ अल्छी लाग्यो त्यहाँ 1 घन्टा जति बस्नुपर्ने 1-1.5 घन्टा अनि 20,000 ताल रे यो चाहिँ 20,000 ताल आइपुग्यो म चाहिँ त्यहाँ के रहन्छ यो ताल कहाँ सुम्रे तर शान्त चाहिँ छ अनि अर्को स्याड न्युज भनेर चाहिँ मैले तेल नहालिकन आएछु फर्किन्छु कि फर्किन्न मलाई पनि थाहा छैन बिजोग छ राइट साइड चाहिँ कहाँ गयो थाहा छैन अब एकछिन यहाँ रमाइलो हेर्ने हो सबैको जोडाजोडी हेर्दै बस्छु म चाहिँ चारैतिर जोडी बसिरहन् कहाँबाट सुरु आयो त है मलाई यहाँ आउने अब फर्केर जाने पेट्रोल छैन अर्को टेन्सन सो लगभग भइसक्यो 33 बन्छ होला अब जानु पर्यो क्यामेरा लिएर हेटबाट जाने हो सक्यो आजको घुमाइ पनि यति नै थियो अब सिधै क्यामेरा पसलमा भेटौँला म चाहिँ यो सकाएर निस्केँ अब यहाँबाट हैन अब यो बाटो नि बाहन चाहिँ जस्तो लागिरहेको नारायणघाट यताबाट भन्दा नि यसो हेर्नु पर्दैछ यताबाट चाहिँ कता निस्किन्छ यो बाटो सिधै गर्नु यो गाडी आएको बाटो भनेको नारायणघाट जान त यताबाट निस्केर हाइवे निस्किन्छ कि गाडी तल यहाँ स्कुटर स्कुटर यहाँबाट त ठिक हुन्छ माथिबाट जाने त्यहाँ गेटबाट निस्किने गेटबाट सिधा माथि जाने सिधै गन्धरानी चोक निस्किने ठ्याक्कै त्यो टिकली जाङ्गलन भन्दा अगाडि त्यो छ नि त्यो पम्पनिर हजुर त्यहाँ निस्किन्छ ए भनेपछि यताबाट नजिक पर्ने भयो र यता नजिक पर्छ यताबाट चाहिँ टाढी नजिक पर्छ म त नारायणघाटबाट माथि आएर माथिबाट यता आएर ठाउँ खाना भएर यतैबाट ठिक हुन्छ तपाईँहरूलाई ए हुन्छ फर्केर माथि अगाडि त्यो गेटमा जाने होइन हजुर गेटबाट सिधा माथि लगभग अगेन वेलकम टु गणेश मार्केट This is Cannon House. Hey, on. भयो त यति हुनुपर्ने यो सिजन मलाई कम दुःख दिएन फिर टाँस्दिनु भयो क्या है वाह सही हो यो
त्यो भिवानको त्यो लक क्यानन मैले सुरुमा फेर्दाखेरि मैले कम दिमाग घुमाएँ त है मैले यसको लकभित्रको चाहिँ तानेँ त्यसपछि यो खोलेर मिलाउन मलाई कम 12 बजेन हेर है यसमा के भयो दुईटा गरेर 7500 के यसमा मैले बोकेको पुग्ने छ कि छैन हेरौँ पहिला मात्रै रहेछ यहाँ एटिएम छ ठ्याक्कै टर्नमा उतै बाहिरै यहाँ हुन्छ नि अँ ठ्याक्क अलिकति टर्नमा त एटिएम गराउनु मोबाइल ब्याङ्किङ चलाएन है फेरि यसको पेट्रोल हालेको भएर मेरो चाहिँ पैसा पुगेन एटिएम गएर आउनुपर्ने भयो होइन 7000 खर्च हुन्छ होला भनेको 7500 रे हिँड्दा मिलेन म त टेन्सनमा कहाँनिर छ सागम भाग हो कन्टेन्ट भेट्यो कहाँ हो टर्निङमै ग्लोबल आइएमएफ ब्याङ्क त रहेछ कहाँनिर छ त यो यता एटिएम कता हो अलि तल हो अलिकति तल हो यहाँबाट डोन्ट गिभ अप भनेपछि यतै छ ओ यहाँ रहेछ नि त एटिएम ब्याग छ त के गर्नु मान्छेको खाली भयो हामी आयौँ एटिएम I am so sorry. Ayo. Back to Cannon House. Hey, here you are. छिरेछ नि त फङ्गस सफा गरेर कति दिनुहुन्छ त 24-70 क्याननले ए किन अरू कुनैको चाहिँ महँगो हुन्छ र के को अरूको ए खोल्न अप्ठ्यारो हुने भएर यहाँ कति भन्नुभयो 7500 तपाईँ हिजो 5000 मा गरिदिन्छु भन्नुभएको थियो नि हो त्यही इस्टिमेट गरेर आएको थिएँ नि है हामीसँग ब्याग कुन छ ब्याग पनि लिनु छ ब्याग यस्तैमै पनि हो तपाईँले जोडिरहेको छ नत्र लोप्रोको छ लोप्रोको कसरी छ 18000 कति मिल्यो त यार मेन चाहिँ मिडियम छ बैशाखमा पैसा उठाएर नि आउनुपर्छ चैतको सकिसक्यो भने सामान हाल्दै
ल दाइ निस्किन्छु हस् है ल आउँदै गरौँ ल ल आजलाई बिदाई गरौँ अब यो के भन्छ चितवन क्यानन हाउसबाट गणेश मार्केटबाट अब हामी घर जान्छौँ टिल देन टेक केयर बाई बाई सो अब हामी जाँदैछौँ हेटौँडा यहाँ चाहिँ मैले किन रोकेको भने मलाई पनि थाहा छैन मलाई एकैछिन कहाँ आइपुग्यो ए हामी सिटी ल्यान्डमार्क अगाडि छौँ अब यहाँबाट मेरो क्यामेरा पनि बनिसक्यो मेरो चुना पनि लागिसक्यो 7000 आनन्दले अनि अब यहाँबाट जाने महँगो चाहिँ पर्दैन थियो होला तर यताउति गर्दा पनि महँगै पऱ्यो ल ठिक छ रिजनेबल नै थियो भनौँ न अब आफूले काम गर्ने साधन हो बनाउँदाखेरि अब त्यस्तै हो त्यस्तै हो ओके आइपुग्यो हेटौडा आएर पनि म एक राउन्ड हेटौडा घुमिसकेँ अब स्टुडियो जाने हो अब हामी हिँड्दैछु अफिस बुझ्नुभयो के बाउवा हामी हिँड्दैछु अफिस मैले देखिनँ के भइरहेछ त एक दिन हेटौडा छोडेर गएको हिँडम भिड पुलिस आएर सेक्युरिटी दिन पनि भयो होइन यस्तो पनि हुन्छ त फाइनल्ली एट अफिस ओहो ल्याङ भयो नि त के गरी चढ्ने हो यो पान तल भन्ने कुराले चाहिँ माटै कहाँ भलक जानलाई घर कति चाँडो त है ढिँडो बनाउनु लागेर आउने तिमी आऊ न मैं आ गया ल पापा तिमीलाई पापा ल्याइदियो भने होइन ए सु काका खै त नयाँ ब्याग कति परेछ 20,000 भन्थ्यो त चितवनमा पनि त्यति नै रहेछ सोधेको थिएँ मैले 17 यो कलेज क्या किन के दशा मेरोमा यहाँ टाइमलाई सोनाउनलाई हाल्न थाले मिलेन अघि अन्त फेरि निकालेर के दशा आइलायो निकाल्यो बल्ल तल्ल मिलाएर राखेको चिज सो गाइज वेलकम ब्याक टु हेटौडा बनाएर आइसकेँ म हेटौडा मुक्त भइसकेँ काकाको नयाँ सामान आएर काका म सामान देखाइदियो नि त काका कहाँ सामान अहिले मैले ब्याग प्याक गरेको छु त्यो बक्सहरू चाहिँ देखाइदिउँ त यो आएछ एउटा काकाको 85mm JBL की स्पिकर नि हो काका ओ RS4 यो सबै काकाको हो र आजको भ्लग यहीँ सकाउँदै हामी फेरि भेट्नेछौँ अनि बाचा गर्दै जान्छौँ एभ्रीबडी पिस आउट ए मैले एकचोटि देखाउनै बिर्सेछ ओहो झन्डै भ्लग सकेँ यहाँ मैले यो पनि लिएर आएर फेरि पनि सकेँ यो चाहिँ मैले फेरेको खिच्न बिर्सेछु किनभने मलाई यो फेर्न लास्टै हतार भइरहेको थियो यस्तै हो अब यो